नमस्कार, सबैजनालाई हाम्रो यस युट्युब च्यानलमा स्वागत छ। कृपया हाम्रो यस च्यानललाई शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोला। तपाईहरूको लागि आजको पहिलो प्रश्न रहेको छ, नेपालको ताजमहलका नामले चिनिने रानी महल कुन जिल्लामा रहेको छ? अप्सन ए मा रहेको छ गोरखा, अप्सन बी मा रहेको छ काठमाडौँ, अप्सन सी मा रहेको छ पाल्पा, अप्सन डी मा रहेको छ बझाङ। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन सी पाल्पा। आजको दोस्रो प्रश्न रहेको छ, नेपाल र साउदी अरब बीच श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो? अप्सन ए मा रहेको छ सन् 2026 मार्च 27, अप्सन बी मा रहेको छ सन् 2026 जनवरी 25, अप्सन सी मा रहेको छ सन् 2026 जनवरी 15, अप्सन डी मा रहेको छ सन् 2026 मार्च 20। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन बी सन् 2026 जनवरी 25। आजको अन्तिम प्रश्न रहेको छ, संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई महामारी तयारी दिनका रूपमा मनाउने निर्णय गरियो? अप्सन ए मा रहेको छ डिसेम्बर 27, अप्सन बी मा रहेको छ अक्टोबर 24, अप्सन सी मा रहेको छ सेप्टेम्बर 27, अप्सन डी मा रहेको छ जनवरी 15। तपाईहरूको समय सुरु हुन्छ। यसको सही उत्तर हो अप्सन ए डिसेम्बर 27। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभएकोमा धन्यवाद। यस्तै खालका अन्य सामग्रीहरूको लागि हाम्रो यस च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।